साथीहरू हामी चाहिँ फाइनली हाम्रो डेस्टिनेसन आइपुग्यो होइन। हामी चाहिँ कहाँ आएको थियो भन्दाखेरि यहाँ सेभेन किङडम आएको थियो होइन। त्यहाँबाट चाहिँ हामी भित्र एन्ट्री गऱ्यो, टिकट सबै काटेर हामी भित्र एन्ट्री गरेपछि चाहिँ यहाँनिर मैले भदाइलाई लिएर आएँ। अनि यहाँनिर चाहिँ म्युजिक बजिरहेको रहेछ। अनि भदाइलाई चाहिँ डान्स गर भन्दै डान्स गर्दै थियो चाहिँ। अनि मैले चाहिँ एक सरको चाहिँ नजारा देखाइदिएँ सेभेन किङडमको होइन। अनि यहाँ बाइक खेलिरहेको थियो। त्यहाँबाट एकछिनपछि दादा र भाउजू पनि आउनुभयो। अनि नानीलाई यहाँनिर लगेर खेलाइरहेको थियो होइन। अनि अब मलाई पनि कस्तो खेल्नु त मन थियो, तर भए पनि अब के गर्नु, आफू बिमारी छ, त्यही भएर मैले मन भुलाएँ होइन। अनि यहाँ दादा भाउजूहरू खेलिरहनु भएको थियो होइन। अनि मैले चाहिँ यहाँनिर यता हेर जाम्याङ, यता हेर भन्दै भाइलाई चाहिँ जिस्काइरहेको थियो नि त। अनि उसले चाहिँ हेलो गाइज भन्छ, खालि त्यस्तो भन्दै जिस्काउँछ। अनि हामी चाहिँ त्यहाँबाट चाहिँ बाहिर निस्क्यो होइन, घरतर्फ लाग्यो। त्यहाँबाट हामी गाडीमा चाहिँ म र भाउजू चाहिँ गाना गीत गाउँदै पुरा एक्सप्रेसन दिँदै डान्स गर्दै हातको उयो गर्दै हामी चाहिँ घरतर्फ जाँदै थियो। अनि आजको भिडियो चाहिँ यहीँसम्म थियो। हजुरहरूलाई यो भिडियो के कस्तो लाग्छ कमेन्टमा भनिदिनुहोस्। मन पर्यो भने लाइक सेयर गरिदिनु होला, अनि फलो पनि गरिदिनु होला। बाई।